नमस्कार। म आज हजुरहरू समक्ष नेपालको राजनीतिक परिवेश वा वातावरण वर्तमान समयको त्यसबारेमा चाहिँ नि केही कुराहरू निवेदन गर्ने प्रयास मैले गरिरहेको छु। अब सामान्य प्रधानमन्त्री श्रीमती सुशीला कार्कीको नेतृत्वमा देशमा काम कारबाहीहरू अगाडि बढिरहेका छन् र वर्तमान मन्त्री परिषदले आफ्नो सुझबुझले भ्याएसम्म कामकाज गरेकै म पाउँदछु। अब पहिले आफ्नो पालोमा मनपरी गर्ने व्यक्तिहरू जस्तो निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली लगायत अन्य तत्कालीन गृहमन्त्री इत्यादिलाई चाहिँ नि अब बयान बनाउने र चाहिँ पासपोर्ट रद्द गर्नेतर्फ काम कारबाही र इत्यादि काम कारबाही चाहिँ नि मतलब कतै जान नपाउने, मतलब त्यो अनुमति लिनुपर्ने आयोगसँग इत्यादि कामहरू भइ नै रहेको चाहिँ छ। यो चाहिँ नि सकारात्मक कुराहरू हो वर्तमान सरकारको। यसको मतलब के भनेदेखि अब वर्तमान मन्त्री परिषदको कमी कमजोरी नै छैन, मैले भन्न खोजेको छैन। अब जीएनजी भाइहरूले जुन चाहिँ नि भाइ बहिनीहरूले जुन यो भदौ 23मा सेप्टेम्बर 8 2025 ईस्वी सनमा उहाँले जुन एउटा देशको राजनीतिक धेरै चाहिँ नि परिवर्तन हुने किसिमले तत्कालीन मन्त्री परिषदलाई अथवा चाहिँ नि त्यसवखतको दलीय सरकारलाई चाहिँ गठबन्धन सरकारलाई र अन्य दलहरूलाई पनि उनीहरूले गरेको कर्म नराम्रो भएको हुनाले पुरै धक्का दिने किसिमले जुन मुभमेन्ट भयो, यो यस मानेमा जीएनजीका भाइ बहिनीहरू धन्यवादका पात्र हुनु नै हुन्छ। त यसरी अगाडि बढ्दाखेरि कुरो के छ भनेदेखि अब जीएनजी भाइहरू पनि धेरै फुट उहाँहरूमा हुनु भएन, उनीहरू एक ढिक्का हुनु पर्यो। उनीहरूले जुन स्पिरिटले कार्यकारिणी, राष्ट्र प्रमुख, अन्तरिम संविधानको निर्माण, अब मनपरी गर्ने चाहिँ दलका चाहिँ नि नायकहरूमा सख्त कारबाही, उनीहरूले एउटा एकदम अनुचित रूपले भ्रष्टाचार गरेर चाहिँ नि कमाएका सम्पत्ति जुन फेला पर्यो र फेला नपर्नेको पनि तिनीहरूप्रति चाहिँ नि एक्सनमा जानुपर्ने कुराहरू, त उनीहरूले जुन विशुद्ध मागहरू राख्नु भएको छ ती कुराहरूमा चाहिँ वर्तमान सरकारले चाहिँ नि गर्न सकेको चाहिँ छैन। त जीएनजी को मुभमेन्टबाटै यो चाहिँ नि सरकार चाहिँ गठन भएको हुनाले वर्तमान सरकार उनीहरूको स्पिरिट अनुसार यो चाहिँ नि सरकार चाहिँ जानु चाहिँ पर्यो। यो सरकारको बारेमा पनि यसले गर्न सक्दैन भनेर निकै टिप्पणीहरू चाहिँ राजनीतिक विश्लेषकहरूले गरेको चाहिँ मैले चाहिँ सुनेको चाहिँ छु। त्यसकारणले त्यसरी यो मन्त्री परिषदको विपक्षीमा आएका कुराहरूलाई मध्यनजर गरेर एकदम चाहिँ नि स्पिरिटका साथ, एकदम फुर्तीका साथ यो सरकार चाहिँ नि अगाडि चाहिँ बढ्नु पर्यो र समयमै चाहिँ चुनाव पनि हुनु पर्यो। फागुन 21मा चुनाव हुँदैन भन्नेहरूको संख्या पनि कम छैन। त्यसरी अब यो सरकारको नि कमी कमजोरीहरू छ। त यी कुराहरूलाई सबै कुराहरूलाई तालमेल मिलाएर चाहिँ नि यो सरकार चाहिँ अगाडि चाहिँ बढ्न चाहिँ सक्नु चाहिँ पर्दछ। हुन त काम गर्दाखेरि गल्ती हुँदैन भन्ने कुरो होइन, गल्ती हुन्छ। अरूले औँला ठड्याएको, खास गरी भ्रष्टाचार अकुत रूपले सम्पत्ति जसको चाहिँ फेला परेको छ, फेला नपरेको पनि त्यसमा चाहिँ नि एकदम खरो एक्सनको रूपमा चाहिँ यो सरकार चाहिँ नि उत्रिसकेको चाहिँ नि मलाई चाहिँ नि लाग्दैन। त्यो उत्रिनु पर्दछ, किनभनेदेखि जसले नराम्रो गरेको छ तिनीहरूप्रति एक्सनमा जानु पर्यो। अब अलिकति मात्र एक्सन गरेर भएन। हुन त दसैँको टाइमले गर्दाखेरि नभएको होला, दसैँपछि लगत्तै गरेर
देशमा चाहिँ नि राम्रो गर्ने एकदम सुशासन काम गर्ने इत्यादि कामहरूमा पनि चुनाव सञ्चालन गर्ने अभिभावक मूल अभिभावक छँदैछ यो सरकारको। तर जीएनजीको उनीहरूको जुन जुन माग हो त्यो अनुसारले चाहिँ नि अगाडि चाहिँ बढ्नु पर्यो। उनीहरूको माग अनुसार अलिक बढ्न नसकेको हो कि जस्तो चाहिँ मलाई चाहिँ नि लाग्दछ। यति नै भन्दै मेरो यो भनाइ चाहिँ नि यहीँ टुङ्ग्याउँछु। धन्यवाद।